हाम्रो लाइफ पाथ के हो त्यो जान्न बुझ्न हामीलाई एकदम इन्ट्रेस्ट हुन्छ क्या। हो त्यो बुझ्न सकिन्छ क्या गाइज एस्ट्रोलोजीको थ्रुबाट। त्यो चाहिँ केले जनाउँछ भन्दाखेरि तपाईँको केतु र राहुले क्या, केतु र राहु कहाँ बसेको छन् त्यसले चाहिँ जेनरली तपाईँको लाइफ पाथ डिसाइड गर्छ क्या। तपाईँको चाहिँ यो जन्म के कर्म गर्नको लागि भएको हो, यो जन्ममा तपाईँले केमा फोकस गर्नुपर्छ, त्यो कुरा चाहिँ राहु केतुले। यो जन्ममा चाहिँ है केतु जुन घरमा पसेको छन् त्यहाँबाट चाहिँ तपाईँलाई कस्तो भन्दाखेरि अलग भयो जस्तो फिल होइन। अनि त्यहाँबाट चाहिँ तपाईँलाई त्यो इन्ट्रेस्ट हट्दै जान्छ क्या, बुझ्नु भएन। अनि तपाईँको ध्यान चाहिँ राहु जहाँ हुन्छ नि, राहु हो जुनीमा चाहिँ तपाईँको ध्यान त्यहाँ हुनु पऱ्यो है। अब लेट्स टेक एन इक्जाम्पल, मेरो कुण्डलीमा चाहिँ केतु गएर दोस्रो घरमा बर पसेका छन्। दोस्रो घर भनेको मेरो स्पिच, फाइनेन्स, फ्यामिली। अहिले मलाई कस्तो टाइपको फिल गराएको छ भन्दाखेरि नि एउटा पैसाबाट चाहिँ डिट्याचमेन्ट क्या, पैसाको पछाडि भाग्ने बानी छैन क्या। किनकि मैले जति पैसाको पछाडि भागेँ नि त्यति त्यो चिज मबाट टाढा जान्छ क्या। अनि अब फ्यामिलीसँग क्या अलिकति कस्तो भन्दाखेरि डिट्याच भयो जस्तो, म चाहिँ अब यो फ्यामिलीमै बिलोङ गर्दिनँ कि काइन्ड अफ कस्तो भन्दाखेरि इन्ट्रोस्पेक्सन दिन्छ क्या केतुले चाहिँ, भित्रतिर फोकस गराउँछन् क्या मलाई। मेरो राहु कहाँ छन् भन्दाखेरि 8औँ घरमा होइन त। अनि अब 8औँ घर भनेको के हो त भन्दाखेरि अब यहाँबाट हिडन कुराहरू, अकल्ट नलेज जस्तै एस्ट्रोलोजी, साइकोलोजी भयो, यस्तो कुराहरू हेरिन्छ क्या, बुझ्नु भएन। हो त्यस्तो कुराहरू भनेपछि मेरो चाहिँ अब के भयो त भन्दाखेरि दोस्रो घर भनेको मैले भनिहालेँ जहाँ मेरो केतु थिएँ त्यो मैले चाहिँ पुरा पहिलाको जन्ममै मैले त्यो भोगिसकेको हो क्या त्यो कुराहरू सबै। अनि अब यो जन्ममा मैले फेरि त्यो कुराहरूको पछाडि गएँ भने चाहिँ म दुःख पनि पाउँछु, नभन्दै मैले पाएको पनि छु क्या कति। अब त्यो मेरो एक्सपिरियन्स छ, तपाईँहरू आफै चेक गर्नु आफ्नो। अनि अब अहिले चाहिँ जहाँ राहु छ लाइफ पाथ मेरो के रहेछ त भन्दाखेरि 8औँ घर भनेको के हो त, यस्तै हिडन चिज, अकल्ट नलेज हो, नलेज गेन गर्ने होइन। त्यसले के गर्ने भन्दाखेरि अरूलाई हेल्प गर्ने।